नमस्कार, म डासुराम पौडेल। साथीहरू, म आज के भन्न गइरहेको छु भनेहरूलाई कति साथीहरूले चाहिँ एउटा के प्रश्न गर्नुभएको छ भने उहाँको जिज्ञासा के रहेछ भने कोरियाबाट हामी कति चाहिँ पठाउन सकिन्छ प्रत्येक महिना नेपालमा पैसा भनेर उहाँले क्वेसन गर्नुभएको छ होइन। उहाँको भनाइ छ कि हाम्रो कति बच्छ त, ठ्याक्कै हामीले कति बचाएर चाहिँ प्रत्येक महिना चाहिँ हामी घर पठाउन सकिन्छ त भनेर क्वेसन गर्नुभएको थियो। र उहाँको जुन प्रश्न छ त्यो प्रश्नलाई चाहिँ मैले चाहिँ यहाँ जवाफ दिन गइरहेको छु होइन। सबभन्दा पहिला त प्रश्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कस्तो छ भने कोरियामा भनेको बेसिक अहिले जुन विदेशीहरूको बेसिक छ अहिले चाहिँ ठ्याक्कै 20,96,720 वोन यहाँको है, त्यति बेसिक अहिले कोरियामा रहेको छ। कोरियामा कस्तो हुन्छ भने यहाँ भनेको तपाईँ विगत 10 वर्षदेखि काम गर्दै आएका साथीहरूको पनि एउटै हो होइन, 2-2.5 वर्षदेखि काम गर्दै आएका साथीहरूको पनि एउटै हो। र यदि कोही मान्छे भर्खर नयाँ आउँछ भने पनि उसको पनि एउटै हो। जस्तै मानिलिनुहोस् कि साउदी, कतार, मलेसिया होइन, दुबई यस्ता खाडी मुलुकहरूमा चाहिँ यो चाहिँ हुँदैन। त्यहाँ चाहिँ यो फरक हुन्छ। त्यहाँ कस्तो हुन्छ भने किनभने म पनि पहिला मलेसिया पनि बसेर आएको र साउदी पनि मैले चाहिँ बसेर आएको हो। म चाहिँ मलेसियामा 5 वर्ष पहिला काम गरेको र लगत्तै साउदीमा पनि 3 वर्ष काम गरेर त्यस पछाडि अनि बल्ल म चाहिँ यहाँ कोरियामा छु अहिले। त्यतातिर चाहिँ कस्तो हुन्छ भने त्यहाँ काम गर्दै राखेको सिनियर हुन्छ नि, जुन त्यहाँ गइरहेको सिनियर, उसलाई चाहिँ फरक किसिमको उसको तलब हुन्छ, त्यहाँ उसको बेसिक पनि फरक हुन्छ होइन। र भर्खर जाने मान्छेको उसको फरक हुन्छ फेरि। र काम गर्दै जाँदाखेरि उसको अब होइन, अब कम्पनीको नियमअनुसार चाहिँ 1-1 वर्षमा या 2-2 वर्षमा चाहिँ त्यो इन्क्रिमेन्ट दिने त्यस्तो सिस्टम चाहिँ हुन्छ खाडी मुलुकहरूमा र मलेसियातिर पनि त्यो छ। किनभने म आफैले पनि भएको हो त्यो कुरा होइन। र देशअनुसारको त्यहाँ चाहिँ बेसिक स्यालेरी पनि फरक छ फेरि देशअनुसारको। किनभने नेपालीको चाहिँ अलि थोरै हुन्छ नेपालीको, किनभने अहिले नेपालीको चाहिँ सबभन्दा थोरै नै थियो र थोरै नै पनि छ नेपालीहरूको चाहिँ, विशेष गरी नेपाली, बङ्गाली र यो श्रीलङ्का यिनीहरूको चाहिँ बेसिक थोरै होइन। अनि जस्तै इन्डियनहरू त्यस्तो मान्छेहरूको चाहिँ फेरि धेरै, उनीहरू सुरुमा जाने बित्तिकै चाहिँ उनीहरूको बेसिक धेरै, नेपालीहरूको थोरै, एउटै कम्पनीमा एउटै काममा त्यस्तो हुने गर्दछ यो खाडी मुलुकहरूतिर। तर कोरियामा चाहिँ त्यो भेदभाव चाहिँ यहाँ छैन। यहाँ चाहिँ यो इपिएस प्रणालीबाट चाहिँ आउने जुन व्यक्तिहरू, यहाँ कामदारहरू छन्, उनीहरू सबैको बेसिक चाहिँ एउटै यहाँ चाहिँ। त्यो चाहिँ एकदम राम्रो छ यहाँ कोरियामा। किनभने अस्ति भएर आउनेको पनि सेम, यहाँ 10 वर्षदेखि काम गरेको मान्छेहरूको पनि सेम त्यस्तो किसिमको छ। अब कतिपय कम्पनीमा चाहिँ होइन, कुनै त्यस्तो कम्पनीहरूमा चाहिँ अलिक पुरानो मान्छेहरूलाई चाहिँ होइन, अब यहीँ पनि अलिक पुरानो मान्छेहरूलाई चाहिँ अब यसले कामहरू सबै जानेको छ र यसले चाहिँ अरू मान्छेहरूलाई पनि कन्ट्रोल गरेर काममा ल्याइरहेको छ भनेर जुन लिडर बनाइदिएको छ, त्यो लिडरको चाहिँ 2-4 लाख वोन चाहिँ केही तलमाथि होला यहाँ कोरियामा पनि होइन। त्यो छैन भन्न सकिन्न। तर त्यस्तो कम्पनी भनेको तपाईँको यो 100मा चाहिँ केही मात्रामा होइन 1-2% त्यस्तो होला कुनै मान्छेहरूको, होला कुनै कम्पनीहरूमा होइन। तर यहाँ चाहिँ 99.9% चाहिँ कम्पनीहरूमा चाहिँ तपाईँको त्यस्तो यसको छुट्टै यसलाई छुट्टै त्यसरी दिने भन्ने यहाँ कोरियामा छैन है। त्यो हुँदैन, कदापि हुँदैन। त्यो कसैले यस्तो छ भने पनि त्यो झुट हो, त्यो सधैँ छैन यहाँ। किनभने सबैको समान रूपमा एकदम होइन। यहाँ 10 वर्ष पहिला आउनेको पनि सेम, 1 वर्ष पहिला आउनेको पनि सेम र तपाईँहरू आउने नयाँहरूको पनि सेम। यो चाहिँ छ कोरियामा, एकदम राम्रो छ। र अब ठ्याक्कै अब कति बच्छ त पैसा, ठ्याक्कै घर चाहिँ कति पठाउन सकिन्छ त भनेर जुन उहाँले सोध्नुभएको छ, त्यसमा चाहिँ कस्तो छ भने यति नै बच्छ, यति नै ठ्याक्कै, यति त ठ्याक तपाईँले पठाउन सक्नुहुन्छ भन्ने चाहिँ यहाँ हुँदैन कोरियामा।
चाहिँ आफूमा पनि भर पर्छ र कम्पनीमा पनि भर पर्छ, उसको तलब कति आयो होइन त्योमा पनि भर पर्छ। जस्तै अब बेसिक त तपाईँको अहिले 2025मा चाहिँ अब 20,96,721 अहिले बनाएको छ होइन। यो चाहिँ नोदोङ्गुको रेट हो, यो नोदोङ्गुले तोकिदिएको छ। यहाँ कोरियामा कस्तो छ भने तलब चाहिँ कम्पनीले त्यसरी बढाउने भन्ने हुँदैन फेरि यहाँ, त्यो प्रायः त्यो छैन यहाँ चाहिँ तपाईँको वर्षै पछि चाहिँ बढ्छ, कति पर्सेन्टले बढ्ने भन्ने हुन्छ वर्षै पछि एभ्री इयरमा होइन। एभ्री इयरमा चाहिँ नोदोङ्गुबाट चाहिँ ल यो वर्षको यति भनेर तोकिदिएको हुन्छ, त्यो बकाइदा लिस्टमा आएको हुन्छ होइन। त्यो चाहिँ तलब बढेपछि तपाईँले साइन पनि गर्नुपर्ने हुन्छ कम्पनीमा, उसले साइन गराउँछ तेरो चाहिँ यो वर्षदेखि यति तेरो बढ्यो भनेर सबलाई कामदारहरू होइन जति पनि कामदारहरू छ उनीहरूलाई चाहिँ कम्पनीमा चाहिँ साइन गराउँछ। त्यस पछाडि त्यो हिसाबले चाहिँ उसले चाहिँ अनि हिसाब गरेर तलब चाहिँ दिन्छ। त्यसमा तपाईँको अब ओभर टाइम कति चल्यो होइन, जस्तै कम्पनी अनुसार हुन्छ। अब बेसिक त्यति छ भन्दैमा ठ्याक्कै त्यति नै तपाईँको हातमा पर्छ भन्ने पनि छैन फेरि, किनभने यहाँ ट्याक्सहरू काट्छ। अब त्यो ट्याक्सहरू काट्दाखेरि तपाईँको होइन कुन कुन शीर्षकमा चाहिँ कति कति ट्याक्स काट्ने भन्ने हुन्छ यहाँ। अब त्यसमा काटेर अब बेसिक मात्रै काम चल्ने कम्पनीहरूमा चाहिँ त्यो ट्याक्सहरू काटेर यताउति गर्दाखेरि तपाईँको हात लाग्ने भनेको त्यही 15-16 लाख 17 लाख त्यस्तै हो। नत्र तपाईँको राम्रो ओभर टाइम चल्ने कम्पनी छ होइन, कम्पनीमा राम्रो ओभर टाइम चल्छ, शनिबार आइतबार पनि काम हुन्छ होइन। त्यस्तो भयो भने तपाईँको होइन त्यसरी कन्टिन्यू काम चल्ने कम्पनीमा चाहिँ तपाईँको 40 लाखभन्दा माथि पनि आउँछ है, 40 लाखभन्दा माथि 42-45 लाख होइन त्यस्तो आउँछ। 42-45 लाख 40 लाख क्रस भनेको चाहिँ तपाईँको 4 लाखभन्दा माथि नेपाली हो त्यो हुन्छ। र कतिको चाहिँ अब होइन अब नर्मल जस्तै अब डे मात्रै चल्ने कम्पनी, जस्तै डे मात्रै चल्ने कम्पनीमा चाहिँ डे मात्रै चलिरहेछ, तर तपाईँको 2-2.5 घन्टा चाहिँ दिनमा ओभर टाइम छ होइन, तर डे नै चलिरहेछ भने पनि उसको 26-27 लाख कोरियन वन चाहिँ उसको पनि आउँछ। अब त्यसमा चाहिँ आफूले खाएर होइन कति खाने, अब यहाँ आफूले कति खर्च गर्ने, अब यहाँ खर्च गरौँ भन्ने भने त यहाँ अब तपाईँको त्यसले पनि पुग्दैन होइन, किनभने खर्च गर्ने ठाउँहरू जति पनि हुन्छ नि त अब त्यो खर्च गर्दै जाने भने त। त्यही भएर त्यसमा लिमिटेड आफूले होइन खर्च गरेर यताउति गरेर अब दारू पानीहरू खाएर होइन यताउति गरेर कति चाहिँ तपाईँले बचाउन सक्नुहुन्छ र कति चाहिँ घर पठाउन सक्नुहुन्छ भन्ने हो होइन। तर यदि कोरिया आएर होइन राम्रोसँग आफूले अब नचाहिने कामहरू होइन लापरवाही खर्च नगरेर आफूले मजाले राम्रोसँग खाएर पनि 2 लाख चाहिँ त मजाले तपाईँले चाहिँ बचाउन चाहिँ सक्नुहुन्छ, त्यो चाहिँ छ है। तर कतिपयले चाहिँ भन्नुहुन्छ फेरि कहाँ गफ लाएर हुन्छ, कहाँ बच्छ, हाम्रो त्यति बच्दैन, यहाँ कामै चले छैन भन्नुहुन्छ नि। यदि काम नचल्ने जस्तै मैले भने नि बेसिक मात्रै तपाईँको 8 घन्टा मात्रै चल्ने कम्पनीहरूमा चाहिँ बच्दैन, त्यति सक्नुहुन्न होइन। तर नर्मल चाहिँ डे मात्रै चल्ने 2-2.5 घन्टा चाहिँ ओभर टाइम तपाईँको डेली भइराख्ने भने तपाईँले चाहिँ मजाले यहाँ राम्रोसँग खाएर आफूलाई खर्च पानी छुट्याएर 2 लाख चाहिँ तपाईँले मजाले बचाउन सक्नुहुन्छ, नेपाली 2 लाख त्यो छ। अनि कतिपयको फेरि डे पनि चल्ने डे नाइट जुन हुन्छ, डे नाइट भयो भने चाहिँ पैसा अलिक बढी आउँछ, किनभने नाइट सिफ्ट एलाउन्स हुन्छ, नाइट भत्ता होइन, त्यो भत्ता जोडेर चाहिँ तपाईँको डे नाइट हुने कम्पनीमा चाहिँ 2.5-3 घन्टा चाहिँ ओभर टाइम चल्ने छ भने तपाईँको शनिबार आइतबार नभए पनि तपाईँको 30 क्रस चाहिँ आउँछ, 30 लाखभन्दा माथि आउँछ। त्यसमा चाहिँ अब आफूलाई खर्च पानी यताउति छुट्याएर होइन 2.5 लाख चाहिँ त्यसमा चाहिँ बचाउन सक्नुहुन्छ प्रत्येक महिना। अब लिमिटेड होइन आफ्नो ठिक्कै लिमिटले खर्च गर्ने, अब यताउति गर्ने, अब घरको दुःख सम्झिने त्यो अनुसार गर्नुभयो भने 2बाट माथि चाहिँ होइन 2बाट माथि तपाईँले चाहिँ बचाएर घर चाहिँ पठाउन सक्नुहुन्छ, 2 लाखबाट माथि त्यो छ साथीहरू होइन। अब जुन साथीले प्रश्न सोध्नुभएको थियो उहाँलाई चाहिँ मैले क्लियर गरिदिएँ होइन। यस्तै अन्य कुनै प्रश्नहरू छन् भने पनि यहाँहरूले सोध्न सक्नुहुन्छ। च्यानललाई सब्सक्राइब गरिदिनु होला र यो सानो छोटो भिडियो चाहिँ मैले यहाँहरू मार्फत यो भिडियो मैले पोस्ट गर्न गएँ होइन। विशेष गरी उहाँ साथीलाई धेरै धेरै धन्यवाद दिँदै म चाहिँ अहिले बिदा हुन्छु। फेरि यस्ता कुनै जिज्ञासाहरू छन् भने तपाईँले कमेन्टमा फेरि कमेन्ट गर्न सक्नुहुन्छ र च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै म अहिले बिदा हुन चाहन्छु।